ठंडा ठंडा पानी चिप चिप रानी। वाव यो हाम्रो कोरियाको बङ्गुर फर्म। बङ्गुर फर्मको बङ्गुरहरूको दिसा पिसाब जुन हुन्छ त्यसलाई चाहिँ ल्याएर उतापट्टि टङ्कीमा राखेर अनि यहाँबाट पम्पिङ गरेर तानेर पम्पले यहाँबाट पानी अलग जान्छ। फेरि यहाँ हेर्न सक्नुहुन्छ यहाँबाट गोबर जस्तो एकदम निस्केर जान्छ अलग अलग छुट्याएर। अनि यसलाई उता लगेर भित्र यसलाई अनि त्यो जेसिबीले यताउता मिलाएर अनि बाहिर बेचिन्छ। अनि यो यहाँबाट गएको पानीलाई चाहिँ यसलाई प्रशोधन गर्नलाई बाहिरबाट गाडी आएर बाहिरको गाडीले नि लग्ने गर्नु लाग्छ। कोरियाको प्रविधि हाम्रो नेपालमा यस्तो भइदियो भने हामी नेपालीहरूले पनि उतै यसरी काम गर्ने थियौँ। काम त खासै राम्रो होइन, त्यही पनि 2.5 लाख 3 लाखसम्म 2 लाख आउने भयो त जहिले नि गर्छ होइन र। जश्न का इंतजाम करो, जश्न हो।
सोल्टी नि सोल्टीले साह्रै दुःख त्यसले त काट्छ के कानमा झुन्काना थियो हामी त्यो झुन्काना निकाल्दैछौँ यो सुनको भएर अब यसलाई अन्तिम घाटमा हामी स्वर्गको बाटो पक्राइरहेका छौँ नै 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 यसलाई भित्रै लगेर काट्नु ठोक्दोमा ठिक छ काट्नु आज यो हाम्रो 120-25 केजीको यो त 30 करोड हुन्छ 25 केजी त होला यार धेरै त छैन छ सानो सानै छ यार उमेर खाएको यो होइन यो त नयाँ नै हो यो टाटा नयाँमा हाल्यो चारो बेसी खाएर बढ्यो हो चल्यो नि कोरिया आएको 3 वर्ष भयो 3 भन्नाले नि 3-3.5 वर्ष भयो यो चाहिँ अहिले यो वर्ष चाहिँ धेरै हिउँ पर्यो ठुलो आज मात्र फेरि यो फरवरी सुरु भएको गए वर्ष नि परेको थियो तर खासै परेको थिएन अब यो चिसो सकिने बेला चाहिँ हाम्रो यो चाहिँ यो क्षेत्र कोरियाको ख्याङसाङ बोक्दोमा चाहिँ हिउँ चाहिँ लास्टमा खुब पर्छ अनि एकैचोटि हिउँ पर्छ हिउँ परे नि तातो हुन्छ फेरि त्यति चिसो चाहिँ हुँदैन अनि जस्तै यो हिउँ सकिन्छ अनि मान्छेलाई यो मौसम नि परिवर्तन हुन्छ र रुगा खोकी अनि कोरियामा चाहिँ मोमसाल भन्दो रहेछ थोक्काम भन्दो रहेछ हाम्रो रुगा खोकीलाई चाहिँ यो थोक्काम भन्ने लागेर मान्छे गए वर्ष नि हामी 3 दिन सुतेको पालो लाएर पहिला सुरुमा चाहिँ कोरिया आउने बेला छेजुदोमा काम गरेको छेजुदोमा चाहिँ खासै हिउँ नपर्ने रहेछ आजकै दिनमा पनि छेजुदोमा हेर्ने हो भने 7-8 प्लसै हुन्छ हाम्रोमा चाहिँ अहिले 10-15 माइनस छ 15 भन्दा नि माथि होला देखाउने त 15 मात्र हो यो हावा स्पिडमा चल्यो भने अझै माइनस जाँदो रहेछ अब आज मात्र हिउँ परेको भोलिदेखि यो हेर त अब यो भोलि यो जाम छ यो सिसा जस्तै हुन्छ अब यहाँ माथि गाडी चल्नुपर्छ गाडीले थिच्छ होइन अनि यो हिउँ यस्तो खुट्टा राखेर जाने भने यो सिधै लेउ जस्तै हुन्छ क्या फेरि चिप्लेर ढाडमा चिन्छ आज दिनभरि छ अरे अझै हिउँ अब यो हिउँमा हेर यत्रो मोटो ज्याकेट यत्रो कपडा लाएर अनि यो हात बाहिर निकाल्यो कि गयो